के आलुले मेरो ब्लड सुगर स्पाइक गर्छ या स्टप गर्छ? लेट्स फाइन्ड आउट। म खाँदैछु 200 ग्राम यो उसिनेको आलु जसमा छ 172 क्यालोरिज, 40 ग्राम कार्बोहाइड्रेट्स र 4 ग्राम प्रोटिन। आलुमा छ भरपुर मात्रामा पोट्यासियम, भिटामिन B6, भिटामिन D र अन्य धेरै पौष्टिक तत्त्वहरू। हेलो एभ्रिवान, हामीले 200 ग्राम उसिनेको आलु फर ब्रेकफास्ट खाएको 3 घन्टाभन्दा बढी भइसक्यो। नाउ लेट्स सी मेरो कन्टिन्युस ग्लुकोज मोनिटरले के भन्छ। मेरो ब्लड सुगर 57 mg ले स्पाइक गर्यो। के यसको मतलब हामीले आलु खान बन्द गर्नुपर्छ? आई डोन्ट थिङ्क सो। हाम्रो उद्देश्य कुनै पनि फुडलाई कम्प्लिटली डिस्कार्ड गर्नु होइन, म्यानेज गर्न सिक्नु हो। त्यसको लागि वी निड टु अन्डरस्ट्यान्ड इट इन्डिभिजुअल आइटमले आइसोलेट रूपमा कति ग्लुकोज स्पाइक गर्छ, सो द्याट एउटा हाई ग्लाइसेमिक इन्डेक्स भएको फुडसँग लो ग्लाइसेमिक इन्डेक्स भएको फुड पेयरअप गरेर खाँदा वी क्यान एभरेज आउट द स्पाइक। Please remember, individual results vary and follow for more.